यत्रो सिम्बल चाहिँ मैले कहिले पनि देखेको थिइनँ है त लाइफमा अम्बो अहिलेसम्म चाहिँ इस कति केजीको छ आमा यो 6-7 केजी कम्ती छैन अब चाहिँ हामी यहाँ सिम्बल खन्न आइरहेको छ है एकै बोट छैन एकदम यहाँ रोड साइड भएर सबैजनाले सिम्बल 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 भन्छ आज चाहिँ हामी यहाँबाट कति केजी निकाल्छ तपाईँहरूलाई देखाउँछ है त न्याङ पनि छ न्याङ हेलो गरिदेऊ हेलो सिम्बल पनि फुल्छ है त साथी हो तपाईँहरूले फुलेको देख्नु भएको छ कि छैन यस्तो फुल्छ है गाईलाई चाहिँ दिनु हुँदैन नि आमा यो फुलहरू फुल र टुप्पी दियो भने चाहिँ मर्छ बोट मात्रै हेर्नु आम पक्रिनु पनि सक्दैन यत्रो छ ल है त 50 केजी फलेछ है रुखमा चाहिँ बिरालो पनि चरी चरी गर्दैछ है न्याङ चाहिँ यहाँनिर सिम्बलको रुख म्याउला म्याउ त अब चढ्दैन नि हल्ली हल्ली गर्दैछ है त बलले पक्रिन नि लट्यो भने त मार्छ वाउ आमाले चाहिँ एउटा निकाल्न आँट्नुभयो है त वाउ वाउ गाइस एउटा नै कति केजीको रहेछ 2-3 केजीको त रहेछ नानी सिक्कले काट्छ है आम्बो कत्रो चाहिँ रे आछु नानी फेरि पनि अर्को निकाल्दैछ न्याङले यहाँ पल्टाएर केही छैन हो ओइ अम्बो वाउ 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 ल है त एउटै बोटबाट यहाँ 20 केजी जस्तो फल्न आँटेको छ आमामामाले पल्टाएर केही छैन फेरि हो वाउ वाउ यत्रो सिम्बल चाहिँ मैले कहिले पनि देखेको थिइनँ है त लाइफमा अम्बो अहिलेसम्म चाहिँ त हेरिहाल्नुहोस् न एउटा फिला जत्रै छ अम्बो आमाले देखेको यत्रो नानी नहल्लाउँदै अम्बो अम्बो अलिक माथि छ बोक्नु पनि नसक्ने मैले बोक्नु पनि सकेन मुमाले त बोक्न सकेन म झन् के सक्थेँ एउटा बोटमा चाहिँ एउटा बोटमा चाहिँ हेरिहाल्नुहोस् फलेको अम्बो त्यही यहाँ बाल्टीमा हाल्दैछ है त यसलाई चाहिँ आमाले रोपिदिइरहेको छ अरे यत्तिकै अब यहाँ चाहिँ मल पनि थिएन केही थिएन तर पनि यत्रो फल्यो अम्बो चाहिँ आमाले मरौमा पठाइदिनुको लागि खन्नु भएको है त अम्बो पुग्छ होला नि आमा यति भए त न्याङले चाहिँ उचालेर पनि जाँदैछ जाऊ आपालाई देऊ ल घरको यही उज्यो अम्बो तँ बोक्नु सक्छ मैले उचाल्नु साह्रो परेको नि त मैले चाहिँ यहाँनिर बोक्नु नसकेर एकदम काँधमा हालेर आउँदैछ है त नफ्याँकिहाल्ने इस कति केजीको छ आमा यो 6-7 केजी कम्ती छैन काट्ने बोक्रा उकाउने कार्यक्रम हुन आँटेको छ है त आमामामामामा त्यत्रो चाहिँ यसरी फक फक उकिँदो रहेछ यहाँ सघाउँदैछ